सिद्धार्थन हामी पाण्डव खानी जाँदैछौँ है। हेलो गाइस, हामी यति बेला गलकोटको हटियाबाट पाण्डव खानीतर्फ जाँदैछौँ र हामी यति बेला हामीसँग हुनुहुन्छ ल परिचय गरौँ यही मधुर होइन कसो मधुर ल अब मबाटै सुरु गरौँ। मेरो नाम चाहिँ जीवन है, जीवन साहानी। अब घर चाहिँ यहीँ भइहाल्यो गलकोटमै। स्पेसली अब भन्नुपर्दा दुई साथी क्लासमेट पनि भनिन्थ्यो अरे है। अनि अब हामी चाहिँ अब सबैजना अब लगभग बाहिर हुनुहुन्छ। हामी अब 2-4जना 1-2जना छौँ यहाँ नेपालमा भनौँ न, देशमा लगायत चाहिँ 1-2जना। ल मधुर जाओस्। मेरो नाम मधुर पौडेल, घर चाहिँ भास्कर पौडेल, बस्ती काठमाडौँ। सबैजनालाई नमस्ते, हार्दिक स्वागत गर्न चाहन्छु दाइको ब्लगमा। मेरो नाम चाहिँ दीप काफ्ले, घर चाहिँ नवलपुर काउसती हो र अहिले चाहिँ म दुर्गेश दाइको टिममा पनि छु। यता चाहिँ हाम्रो अर्जुन सर। थ्याङ्क यू सो मच जीवन सरलाई, उहाँले चाहिँ आफ्नो ब्लगमा हामीलाई पनि देखिने अवसर प्रदान गरिदिनु भयो, यसको लागि थ्याङ्क यू सो मच। मेरो नाम चाहिँ अर्जुन कण्डेल, घर अमरापुरी, गैँडाकोट नगरपालिका अमरापुरी, जिल्ला चाहिँ नवलपुर। अनि त्यसै गरी हाल अहिले चाहिँ हामी दुर्गेश थापा एन्ड क्रिएटिभ टिममा आबद्धता छौँ र गरिरहेछौँ। यति बेला चाहिँ घुम्टेको मेला हेर्नको लागि चाहिँ हामी आएको थियौँ र यो साथी परिचयमा त एउटा मेन कुरा छुटेछ। म त सिङ्गल है, बिहे भएको छैन। त्यति भन्नु पर्दो रहेछ कि अर्जुन सर सिङ्गल, हाम्रो मधुर मामा पनि सिङ्गल। ल हेर्नुहोस् है गाइस, यतिको राम्रो केटाहरू चाहिँ पाइँदैन है, खोजेर पाइँदैन, लेखेर दिन्छु मैले चाहिँ। हेर्ने गलकोटको कोही केटीहरू हुनुहुन्छ भने होइन, बिहे गरेको कन्याहरू हुनुहुन्छ, सुकन्याहरू हुनुहुन्छ भने सम्पर्कमा आइदिनु पर्यो। ल यो थोरै मैले क्यामेरालाई अगाडितर्फ लान्छु। हाम्रो चाहिँ ह्यान्डसम गुरुजी ड्राइभर हुनुहुन्छ हाम्रो भाइ। यतातिर चाहिँ हाम्रो सँगै हुन्छ होइन। दाइ नमस्ते। हामी ट्राभलिङ गर्दैछौँ। नमस्ते, हामी चाहिँ पाण्डव खानी सिथाना जाँदैछौँ। सिथाना भन्ने काभ्रे जाँदैछौँ। यता ससुरा भन्छ। हेलो, दिस इज छेत्री। चेक 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 एभ्रीवन, लेट्स गो। यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला सबैजनाले, बब्बाल रमाइलो। हामीले त लियौँ, अब हजुरले पनि लिँदै हुनुहुन्छ। ओके गाइस, यो नेक्स्ट क्लिप है गाइस। ल हामी यतिखेर चाहिँ अब त्यो पुग्ने ठाउँको नाम के अरे, पुग्ने ठाउँ पाण्डव खानी पाण्डव खानी काभ्रेमा हामी जाँदैछौँ। तर बिचमा टोकरीको यो बस्न पनि साह्रै गाह्रो भयो। अनि यहाँको पनि यसो नेचरसँग रमाऊ भनेर चाहिँ हामी जाँदैछौँ। टोकरी छ है, टोकरी भन्छ यसलाई। टोकरीमा दीप काफ्ले दुर्गेश दाइको साथमा हाम्रो आइडल, हाम्रो हिरो, हाम्रो परानो। अनि सुन्नु न, हुन्छ ल ल दाइ दुर्गेश दाइको सँगै पढ्दाखेरिको कुरा कुनै अहिले सुन न है त। हुन्छ एकदम। हामी चाहिँ अहिले यो टोकरीको डाँडामा बसिरहेछौँ। नमस्ते है सबैजनालाई। कहाँबाट आउनुभयो तपाईँहरू? कहाँ हो त्यो काँडेबास भनेको? यही तल हो, हिजै आउनुभएको? कतिजना आउनुभएको थियो नि? हो र, रमाइलो भयो? पहिलोपटक कि आइरहनुहुन्छ? अनि तपाईँहरूले चाहिँ एउटा अब रमाइलो गरिदिनु पऱ्यो, गीत सिट गाउनु पऱ्यो। तपाईँहरू के आउँछ हजुरहरूलाई? नाच्ने जे नेचरसँग हेर्ने रमाउने होइन त, कस्तो दामी हो कि त्यो। बेला टोकरीबाट चाहिँ अब झिर्का अनि सिद्धार्थन हुँदै काभ्रे जाने क्रममा छौँ। अब गाडीभित्रको दृश्य छ। क्यामेराम्यान चाहिँ स्पेसल भ्लगर चाहिँ हाम्रो चाहिँ होइन, अब पछाडि गाडीको चाहिँ हाम्रो सनरुफ खोलेर बस्दै हुनुहुन्छ होइन त दाइ, सनरुफ खोलेर पछाडि बस्दै हुनुहुन्छ। ल म क्यामेरा चाहिँ उहाँलाई चाहिँ कता लिने हो? ल गाइस, हामी चाहिँ कार्यक्रम स्थलसम्म जाँदैछौँ। यहाँभित्र बसिरहेको छन् यिनीहरू। प्रभु, त्यहाँ त नि सिट मिलेन के अरे भित्र। अब त्यही तिरपाल रहेछ। ल म
चाहिँ बोलेरोमा बसेर पछाडि हामी जाँदैछौँ। दुर्गेश दाई अगाडि हुनुहुन्छ, जित दाई अगाडि हुनुहुन्छ, पछाडिपट्टि चाहिँ हाम्रो अर्जुन सर, मजु मामा। जसको मोबाइलबाट मैले यो जसको गिफ्टबाट मैले खिचिरहेको छु हाम्रो प्रिय दाई जीवन दाई हुन्छ। तर लाइफमा नि होइन सबै कुराको एक्सपिरियन्स गर्नुपर्छ अरे, सबै कुराको अनुभव लिनुपर्छ अरे। गाउँमा कसरी दुःख सुख कसरी सङ्घर्ष गरिरहेका हुन्छ, गाउँको जीवन कस्तो हुन्छ, गाउँको परिवेश कस्तो हुन्छ, यो यता डाँडा काँडा होइन, पहाडको बाटो, यो कच्ची रोड, मेरो लागि यो फरक अनुभव हो। तर साँच्चीकै पहाडमा बस्नको लागि चाहिँ रमाइलो पनि छ, कठिन पनि छ है। हामी सहरमा बसेर चिल्लो बाटोमा हिँडेर हामी वास्तविकमा हाम्रो पुर्खाहरूको इतिहास के हो हामीले बुझ्न जान्न सकेका छैनौँ। हाम्रो बुवा आमाले कसरी सङ्घर्ष गर्नुभयो पहाडदेखि, हाम्रो हजुरबाहरूले, हाम्रा पुर्खाहरूले त्यो कुराहरू चाहिँ यहाँ पहाड आउनुभयो भने अनुभव गर्न पाउनुहुन्छ। यसैले म हरेक सन्तानहरूलाई, हरेक युवा हाम्रा साथीहरूलाई मैले के अनुरोध गर्छु भने हजुरहरू सङ्घर्ष के हो, दुःख के हो, कठिन के हो होइन, मान्छेको अवस्थाहरू कस्तो छ भनेर एकचोटि जीवन बुझ्न मन लाग्यो भने गाउँ जानुहोस्, पहाड जानुहोस्, चाहे त्यो पूर्व होस् चाहे त्यो पश्चिम होस्। बागलुङको यो पवित्र भूमि गलकोट र गलकोटमा हिजो हामी घुम्दै गयौँ। सिद्ध भैरव मन्दिर अत्यन्तै त्यो धार्मिक हिसाबले पनि महत्त्वपूर्ण र त्यहाँ जाँदा अद्भुत आनन्द चाहिँ हामीलाई आयो। यसको लागि चाहिँ म विशेष गरी हाम्रो प्रिय दाई दुर्गेश दाईलाई धन्यवाद दिन चाहन्छु। दाईले आफ्नो गाउँमा हामीलाई यसरी भिजिट गराउनु भयो होइन, गाउँठाउँका धार्मिक मन्दिरहरू हामीलाई लिएर जानुभयो। यसको लागि थ्याङ्क यू सो मच दाई, आई लभ यु। ल ल यता जीवन दाई झ्यालबाट हेरिदिनु न। दुर्गेश दाई ए दाई एकदमै रमाइलो। यहाँ भित्र त के आनन्द छ दाई, यति रमाइलो छ बाहिर। ला भिडियो भराइन्छ क्या हो, भाछ भाछ। हेलो हेलो जमिन छ, हजुर पनि निस्किनु न। यता हेरिस् त। हेलो ब्लग बोय। रमाइलो पहाडको बाटो। ल ल ल हेलो हेलो के भइरहेछ यहाँ? पहिला यहाँ बनकुखुरा मार्न आउँथ्यो। दाउरा काट्दा आउने दाइले कुखुरा लगेर जाने गर्थ्यो। हाम्रो यो वार्डको होइन, लास्ट पोइन्ट थियो। यहाँबाट अर्को नेक्स्ट वार्ड के भन्नु ल भन्नु त मेरो दाई। हेलो दाई। दाई सरी भाइलाई धेरै धेरै स्वागत छ। हाम्रो स्वागत कस्तो लागिरहेछ? सन्दरुपवाला बसाइ कस्तो लागिरहेछ? दाई एकदमै रमाइलो भइरहेछ। जहिले पनि सहरमा चिल्लो बाटो हिँडेको बानी परेको होइन, तर गाउँ के हो, दुःख के हो, सङ्घर्ष के हो, मैले चाहिँ हरेक युवा पुस्ताहरूलाई एकचोटि गाउँ आएर अनुभव लिन भन्छु भाइ। हेलो नमस्ते। कस्तो राम्रो मान्छे, कुरा सस्तै हजुर त। आहा
हेलो साथीहरू, के छ खबर? ठिकमा हो क्या भाइ? होइन नि। ओ दाजु, कपडा धुँदै हो? ल है। ओहो ब्युटिफुल मान्छेहरू, के छ खबर? किन नलजाइदिनु न। हजुर त कस्तो सुन्नु न, गुराँस देख्नुभयो? गुराँस टिप्नुभयो? गुराँस छुनुभयो? गुराँस जस्तै हुनुहुन्छ हजुर त। भाइ शीतल भयो? यो चाहिँ हाम्रो भलिबल खेल्ने ठाउँ हो अरे। दुर्गेश दाई यहाँ खुब आउनुभयो खेल्न पहिला। दाइले सर्ट यति हान्नुभयो कुरै छोडिदिनुहोस्। आहा ए घुम्टे माथि माथि गुराँसै फुल मुसुक्कै, ए घुम्टे माथि माथि गुराँसै फुल मुसुक्कै। के दाइ बाटो देखाइदिनुहोस् दाइ। हुन्छ हुन्छ ए हाम्रो गाउँको बाटो ओके म खिचिरहेको छु। हेर्नुहोस् ओह्रालो यस्तो छ, गाह्रो छ हो गाह्रो छ। हजुर दाइ उडायो। ओ माई गड कस्तो दामी गाउँ। ल हजुर दाइ साँच्चीकै के है, यदि स्वर्ग कहीँ छ भने गाउँतिरै छ, रमाइलो कहीँ छ भने गाउँतिरै छ। हामी रिलको लाइफमा होइन रियलको लाइफमा रमाउने गरौँ। साथीहरू कार्यक्रम बढाउनु भयो? कस्तो छ कार्यक्रम भइरहेछ? ओ बाबा दर्शन है। हाँस्नु कस्तो राम्रो हाँस्नु भएको भयो। ल त्यो पानी ट्याङ्की रहेछ है। यहाँ मकै मजाको उम्रिरहेको छ। यहाँ बाटो हिलो छ तर पनि यात्रा जहाँ कठिन छ त्यही नै रमाइलो छ। हेर्नु त घर, घरको कहाँ जानुभयो होला? ऐसेलु हो ऐसेलु हो। गाइजहरू आउनुभयो हाम्रो साथीहरू। हेलो हेलो साथी नमस्ते, के छ खबर? ओ अब दौडेर जानु है। के छ साथी? कहिले हो? बहिनीहरू साह्रै राम्रो मान्छेहरू भाइहरू। ओ त्यो घरमा चाहिँ के भइरहेछ है? त्यहाँ चाहिँ दामी दामी पूजा भइरहेछ त्यहाँ। ओ त्यहाँ तलबाट आउनु भएको? तल कस्तो भइरहेछ? ओहो उर्रा पुत्ताली चैट चैट चैट। उहाँ चाहिँ अर्जुन महाराज, उहाँ चाहिँ हाम्रो मधुर महाराज, अगाडि बडा महाराजजीहरू हुनुहुन्छ। उफारे छ यहाँ बुरुक 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 हो। बागडुङ्गाको गलकोटमा आइया छ, गलकोटमा आइया छ भने जस्तो रमाइलो पाइया छ वनमा खाएर। नसोध मलाई कलाउँछ माया मनमा छैर। गलकोटमा आइया छ, गलकोटमा आइया छ भने जस्तो रमाइलो पाइया छ वनमा खाएर। नसोध मलाई कलाउँछ माया मनमा छैर। ल फाइनल्ली हामी चाहिँ कार्यक्रम भएको ठाउँमा आयो है।
ल ल है ढोका लगाइदिउँ है अगाडि ल हेलो हेलो कस्तो राम्रो मान्छे हेलो घुम्तीमा है घुम्तीमा अब घुम्तीको फेरीमा छौँ हामी यो चाहिँ त्यहाँ मन्दिर रहेछ मन्दिरको जय भगवानको जय होस् चौतारी हुन्थ्यो पुग्यो नि ल दुर्गेश थापा नाम होइन हो दुर्गेश दाइ हुन्छ नि कार्यक्रममा गएर आउनुभयो ल परो नि परो दिदी परो आफ्नै छोरो होइन त आफ्नै छोरो नाति 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 ए नाति ल ल बिनु बिनु ल बाबु यहाँबाट नि एउटा अतिको माइजु बोल्दा रहेछ र कस्तो भेट्छ ल है गाइज फाइनली हामी चाहिँ लोकेसनमा आइसक्यौँ यो चाहिँ पाण्डव खानी भन्छ होइन यो ग्राउन्ड एकदम ऐतिहासिक कार्यक्रमको ठाउँ हो पहिलादेखि हामी चाहिँ गेम खेल्न पनि आउँथ्यौँ धेरै पहिलादेखि अब हामी चाहिँ रिङ खेल्ने ठाउँ छ रिङ हान्ने रिङ हानिदिने हो रहेछ यो टाइपको छौँ हामी होइन कस्तो लाग्यो यहाँ आएपछि रमाइलो छ होइन आफ्नै फिल एकदम फाइनल गेम सुरु हुँदैछ भलिबल चलिरहेको सही टाइममा एकदम एक्ज्याक्ट टाइममा एकदम हामी चाहिँ यहाँ पहिला धेरैचोटि गेम खेलेर 3 चोटि चाहिँ कन्टिन्यू जितेर त्यो सिल्ड हुन्छ नि पचाउने भन्ने चलन थियो क्या त्यो बेला खेलाडी अहिले चाहिँ दर्शक भनौँ न त्यसरी आएको छौँ कति साथीहरूले मिस गरिरहनु वाला छ मिस गर्नुभएको कि नै हामी यहाँ बसेर पनि खाएर हेर्थ्यौँ होइन खाँदै हेर्दै पनि हुन्थ्यो त्यो रमाइलो गर्थ्यौँ होइन अहिले चाहिँ हामी छुट्टै थिएँ आज चाहिँ हामी सडक सुटुक आइरहेछौँ मार्क्स लगाएर खेल यहाँको लागि पहिलाको जस्तो छैन एउटा गाउँठाउँपट्टिको माया पनि त नि हो लुकी लुकी आइरहेको म यहाँ यो पनि खेल्छु है गाइस ठिकै छ अब एकछिन फाइनल सुरु हुँदैछ दुर्गेश चाहिँ यता खेल्न लागिरहेछ कति हो खेल्दैछ पछाडि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला गाइस ओके टेक केयर फाइनल खेल 10 नम्बर 5 मा हुनुहुन्छ सुजन परियार 10 नम्बर 6 मा हुनुहुन्छ नारायण परिवार 10 नम्बर 7 टिम क्याप्टेन हुनुहुन्छ विशाल भण्डारी सरी विमल भण्डारी 10 नम्बर 12 टिम लिबो हुनुहुन्छ सुदीप भण्डारी र हेड कोचमा हुनुहुन्छ सञ्जय खत्री थ्याङ्क यू सो मच दुर्गेश दाइले यहाँ उडी उडी हान्थ्यो पहिला स्कुल लेभलमा स्कुलमा पढ्ने बेलामा खेल्न आउँथ्यौँ हामी खेलौँ जस्तो भइरहेको होला है दाइलाई खेलौँ भइरहेको अरे अहिले गएर हानेर हाफ टाइममा यस्तो छ मान्छेहरू पहिलाभन्दा अलिकति कम टिप्सहरू कस्तो लागिरहेछ रमाइलो लागिरहेछ नि होइन एकछिन यसो गेम हेरौँ अलिक खाजा खाएर निस्क्यौँलाई त हुन्छ सर ल ओके अब फाइनल सुरु हुने तयारीमा छ है यो चाहिँ पाण्डव खानी भन्छ ब्लू चाहिँ कुन ब्लू चाहिँ उताको चाहिँ आयोजक यहीँको टिम लोकल टिम यताको चाहिँ गलको हाम्रो टिम पऱ्यो यताको हाम्रो टिम पऱ्यो है दाइ सपोर्ट कता गर्दा गर्ने हो ठिक छ नि डिमान्ड चाहिँ अब हाम्रो सपोर्ट यताको है गलकोटलाई
त्यो चाहिँ हाम्रो दुधुलाबाटीको टिम पऱ्यो गलकोट दुधुलाबाटी त्यो चाहिँ उताको आयोजक यो आयोजक हो। कुन ठाउँमा रे यो यो पाण्डव पाण्डव खानी यताको हाइट साइड टक्कै यताको ग्राउन्ड देखिन्छ है गेम उताको फुच्चेहरू भयो नि उताको मिठो खेल्छन् फेरि ज्याङ्गो पनि ज्याङ्गो उताको भाइहरू राम्रो खेल्छन् हाम्रो चाहिँ इन्द्र विकास सन्तोष विकास अब राष्ट्रिय स्तरको खेलाडी भाइहरूलाई चाहिँ एकदम मिस गरिरहेको छु म यहाँबाटै